अब फेरि किन आएको? हाम्रो पैसा सीताको दाइले खाएको, त्यही भएर त्यो पैसा सीताले तिर्नुपर्छ। तेरो दिमाग त ठिक छ। सीताको दाइले खाएको पैसा सीताले किन तिर्ने? दाइले खाएको पैसा बहिनीले नतिरेर कसले तिर्छ त? तपाईहरु हामीसँग न्यू खोज्न आउनु भएको कि जिस्किन आउनु भएको? तपाईहरुलाई हामीसँग झगडा गर्न एक एकवटा बहाना चाहिन्छ हैन? बहाना होइन, हाम्रो पैसा तिम्रो दाइले खाएको, अरू के पनि थाहा छैन। त्यो पैसा खुर्क तिमीले तिर्नुपर्छ। जसरी हुन्छ तिमीहरूले तिर्नै पर्छ। तिमीहरूले कमाएर राख्दा छोरा तिर्नलाई? दाइसँग मेरो राम्रो सम्बन्ध छैन। हामीलाई पनि उनीहरू ठग्न आएका रहेछन्। त्यही भएर मैले झगडा गरेर घरबाट निकालेर पठाएँ। यो सब तिमीहरूको पैसा पचाउने खेल हो कि तिम्रो दाइ चाहियो कि हामीलाई पैसा, नत्र राम्रो हुने छैन। के राम्रो हुँदैन? के गर्छस् तैँले? के गर्छस्?